बाटोमा हामी चाहिँ भागेर भाग भइसक्यो है। उहाँ आइपुग्यो यहाँ बिरेन दाजुको घर अगाडि। हात्ती आयो यहाँ बाटो उता जानु उता नानीहरू उता जानु। हेलो गाइज वेलकम टु माई ब्लग गाइज। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ। सो आज चाहिँ म चाहिँ बिहानै ब्लग सुट गरिरहेको छु। किन भन्नुहुन्छ भने चाहिँ रातभरि आज हात्तीले पुरै बिगार गरेर चाहिँ तनाव भइरहेको छ। हेर्नु यहाँ गाउँको अवस्था पुरै यो मुस्यालाएको सबै हो। के हो भन्दाखेरि चाहिँ यो चाहिँ सबै रातभरि गाउँभरि आगो बालेर हात्ती खेद्नलाई बसेको टाइममा चाहिँ आगोहरू बालेर सबै धुवै भएको है यो चाहिँ। अनि यो मास्याङतिरको तामासामा सबै हात्तीले खाएर अहिले चाहिँ हिजो लगभग मिनिमम पनि तपाईँको चाहिँ आगो बाल्दा यस्तो भएको 25 देखि 30-32वटा समथिङ हात्ती आएको थियो राति। अनि बगरतिर पनि हामी गएको थियौँ हेर्नलाई। अब राति खासै राम्रो पनि भ्यू आएन नि, त्यही भएर मैले सुट गर्न पनि पाएन। सो गाइज लेट्स सी। मित्रहरू तपाईँहरू देख्न सक्नुहुन्छ ऊ पर आउँदैछ है हात्ती चाहिँ। यहाँनिर छ हो, यो जङ्गलबाट निस्किँदैछ हात्ती चाहिँ हो। यो त दारै भयो क्या, सुँड गतिलो छ त। ठुलो रहेछ नि हात्ती, ब्याग गयो। ओहो तल आएछ, ऊ तल पनि आएछ। ल यहाँ तल बाँसघारीमा पनि आएछ हो। है अब हात्ती हेर्नेछौँ यहाँबाट भागरे भा। त्यही बाटो अगाडि छैन। कहाँनिर छ दिदी? ए हो मैले त त्यो बत्ती अघि बाल्दै थिएँ कि कुकुरहरूले गर्दाखेरि यो आउँछ नि। गइरहेको यो चाहिँ यता तल हाम्रो घर हो। यहाँ झन् आइपुगेको थियो। बाँस चाहिँ सर पड्कायो नि अघि, दुईवटा चाहिँ त छिरेको थियो हो। ल नानीहरू चाहिँ एकदमै साइडमा है, साइडमा एकदमै त्यहाँनिर बाँस पड्कायो नि त हो। खाइरहेछ ए ऊ बाँस झ्याङमा रहेछ नि, त्यहाँ रहेछ, त्यहीँ बसिरहेछ नि। त्यही छ पड्काउँछ यहाँ आइरहेछ हात्ती। तल चाहिँ ट्र्याक्टर छेकिरहेछ भन्दैछ। यहाँ उता देखाउनु त परेको छ हो। यहाँ छ हात्ती हेर। यो त बाँस सक्यो त्यसले। राम्रो हेरौँ है पछाडि पनि देखिन्छ। ऊ पर छ ऊ हात्ती हेर यहाँ छ। हाम्रो तोरीबारीको जङ्गलमा चाहिँ हात्ती अहिलेको चाहिँ अलिक ठुलो थियो हात्ती। हाम्रो तोरीबारीको जङ्गलमा अहिले हात्तीले पुरै आक्रमण गरेको अवस्था भिडियो भएन साथीभाइहरू। यो गरा त केही पनि छैन। यो सब हात्तीले खत्तम पारेको है। हात्तीको पुप आम्मामामा। सायद आई थिङ्क राति हात्ती चाहिँ यहाँ चाहिँ बसिया थियो होला क्या। देखिहाल्नुभयो होला हात्तीले कस्तो बिगार गराएछ भनेर होइन। अनि म चाहिँ अहिले बाटोमा चाहिँ घर फर्किँदैछु। यो मुठा चाहिँ सबै हात्तीले तल खेतबाट खाँदै लिएर चाहिँ यहाँ बिगारेको। अनि सो अहिले चाहिँ म घर जाँदैछु। अब घरमा गएर नि काम छ होइन, कामदाम गरेर टक्क बसेर अब त्यस्तै हो। सो भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु। ओके।